You can see the view of this. हाम्रो गाउँ चाहिँ यस्तो छ, हेर्नु सक्नुहुन्छ। भ्यू चाहिँ बवाल नै छ। हजुरले बोलाउनु हुनुहुन्छ, हेर्नुहुन्छ। मकै छोड्दै हुनुहुन्छ। सो तपाईको शुभ नाम? शुभ नाम दुर्गा। दुर्गा के हो? मजाले हजुर। अनि हजुरको अहिले के हुँदैछ? अहिले यस्तो घरमै बसिबसै हो। सो झापालीहरूको तपाईँलाई थाहा छँदैछ होला है, सुपारी लभर एकदम धेरै हुनुहुन्छ झापामा चाहिँ। अनि गर्मी बढेको कारण चाहिँ केही काम गर्न नसक्दा चाहिँ हजुरबा हाम्रो सुपारी केलाई। हेलो एन्ड नमस्ते गाइज, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज जहिलेको डेली भ्लग भनेको चाहिँ अब गाउँघरकै आउँछ सबै। अब भिडियोलाई युट्युब हेर्नु गर्नु होला। सो एकदम क्रेजी हुनेछ आजको भ्लग चाहिँ। आजको भ्लग चाहिँ एकदम एन्टरटेनमेन्ट, नानीहरूले एकदम ह्याप्पी स्याटरडे गर्न गइरहेको छु। सो भिडियो हेर्न नभुल्नु होला र लाइक सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू। लेट्स सी। सो हेलो, अब चाहिँ म नयाँ फ्रेस भइसकेको छु। सो अब चाहिँ म हल्का खानासाना खाएर लु भ्लगको तर्फ अगाडि लाग्छु। सो हिजोको मैले जे भनेको थिएँ त्यो चाहिँ आज पुरा गर्नेछु। सो भिडियोलाई स्किप नगरिकन इन्डसम्म हेरिदिनु होला। मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। सो हेलो एन्ड गाइस, आई एम ब्याक टु माई ब्लग। अनि अब चाहिँ म हिजोको मैले के कुरो भन्ने थिएँ र त्यो कुरो सामान लिन गइरहेको छु। सो म चाहिँ जानलाई रेडी भइसकेँ, तपाईँ हेर्नु सक्नुहुन्छ। मैले बाइक पनि निकालिसकेँ बाहिर। अनि मसँग चाहिँ मेरो साथी जाँदै हुनुहुन्छ, मेरो भाइ। सो बाबु, लेट्स गो। सो अब चाहिँ हामी हिजो भाइले भनेको सामान किन्न गइरहेको छौँ र अब तपाईँ हेर्नु सक्नुहुन्छ हाम्रो गाउँको भ्यू। अनि यो चाहिँ हाम्रो मेची हाइवे भइगयो। यो चाहिँ हाम्रो मेची हाइवे। अनि हामी त गरामुनि तर्फ जाँदैछौँ। सो यु क्यान सी आदल सरी वरिपरि पछि लाग्नेछु, बाडुकी बनेर पछ्याउनेछु। हेर्नु सक्नुहुन्छ हामी जाँदैछौँ। मेरो भाइ छ पछाडि। सो लेट्स गो। सो हेलो, अब चाहिँ हामी बिर्ता बजारबाट बिर्तामोडतर्फ जाँदैछौँ। यो चाहिँ पुरानो भद्रपुर स्टेसनको रोड हो। अनि तपाईँ हेर्नु सक्नुहुन्छ, यो भ्यूलाई हेरेर मजा लिन सक्नुहुन्छ। ₹87 यहाँबाट चाहिँ हामी सामान किनिसकेका छौँ। अब खोइ झोला खोइ। ओके, झोला चालिसकेको छ। सो अब चाहिँ हामी घरतर्फ जाँदैछौँ। भिडियोलाई स्किप नगरी हेरिदिनु होला। सामान किनिसकेको छु। अनि मैले एउटा कोक पनि किनेको छु खानको लागि। गर्मी छ है बाबु। सो अब चाहिँ हामी घरतर्फ जाँदैछौँ। सो हामीले सामानहरू सबै लिइसकेको छौँ। अनि बाबुले खाइसकेको छौँ। हामी घरतर्फ जाँदैछौँ। सो अब चाहिँ हामी घर आइसकेको छौँ। सो हेर्न सक्नुहुन्छ घरको बाटो। बिस्तारै बिस्तारै।
जनता बजार अनारमनी क्याम्पस भ्यू चाहिँ बबाल छ मौसम चाहिँ आज त्यो राम्रो छ गर्मी पनि छैन एकदम हावा चलिरहेको छ शीतल वाह सो हेलो एन्ड वेलकम गाइज आइम ब्याक टु माई च्यानल अनि आजको ब्लग मैले हिजो दिन भनेको थिएँ आज चाहिँ केही स्पेसल गेम छ भनेर अनि सो मैले त्यो गेममा चाहिने सामानहरू सबै ल्याइसकेको छु अनि सो तपाईँहरू हेर्नु सक्नुहुन्छ आजको गेमको सामानहरू चाहिँ मैले सो तपाईँहरू हेर्नु सक्नुहुन्छ मैले चाहिँ सामान सबै ल्याइसकेको छु बेलुन चाहिँ एक प्याकेट ल्याएको छु अनि जित्नेलाई चाहिँ मैले कपी दिने विचार गरेको छु अनि सेकेन्ड थर्ड ह्यान्ड चाहिँ पेन्सिल इरेजर अथवा सार्पनर स्केल केही हुन्छ त्यही मिलाएर दिन्छु म अनि अरूलाई चाहिँ मैले सबैलाई अब कोही निराश नहोस् भनेर चाहिँ चक्लेट पनि व्यस्त गरिदिएको छु सबैलाई अनि सो लेट्स गो भिडियोलाई चाहिँ इन्डसम्म हेरिदिनु होला इन्जोय गरिदिनु होला अनि साथ सपोर्ट सो म चाहिँ आइसकेको छु यहाँ नानीहरूसँग हेर्नुहुन्छ मिटअप गर्न जान्छु ओके सो एक्साइटेड छु गेम खेल्न लागि ओके 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 सो लेट्स गो सो जुम Come on, guys! Come on! So, hello and everyone. सबैजना हेर्दै हुनुहुन्छ होला अब चाहिँ हाम्रो गेमको स्टार्टिङ जर्नी सुरु भइसकेको छ सो आर यु गाइज एक्साइटेड फर टुडे कस्तो लागिरहेछ आजको गेम खेल्दाखेरिको त्योभन्दा अगाडिको एक्साइटेड कतिको फिल भइरहेछ खुसी छस् नि भाइ खुसी छौ सबैजना ओके ओके लेट्स गो टु आवर भिडियो ओके ठिक खुला खुला ओके ओके मान्ने सबैजना बेलुन फुलाएर चाहिँ गेमको लागि चाहिँ सबैले फुलाइरहेको छ सो एक्साइटेड छौ नि नानीहरू ओके 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 सो यु क्यान सी गाइज सबै एक्साइटेड भएर चाहिँ बेलुन फुलाइरहेको छ यहाँ नानीहरू अनि यता पनि हेर्नु सक्नुहुन्छ गरिमा हाम्रो दिया माई हुनुहुन्छ यता कृष्टिका हुनुहुन्छ उता इसिका हुनुहुन्छ यता हाम्रो साथी छ सानो भाइ यता हाम्रो छोटो भाइ छ यता हाम्रो ऋतिक भाइ छ उहाँ चाहिँ बेलुन बाँध्दै हुनुहुन्छ सो उता पनि भाइहरू हुनुहुन्छ गेम खेल्न एकदम एक्साइटेड छ सो आर यु गाइज एक्साइटेड ओके लेट्स हामी चाहिँ अब गेमको लागि रेडी भइसकेको छौँ सो तपाईँहरू हेर्न सक्नुहुन्छ सबैको खुट्टामा चाहिँ मैले बेलुन राखिसकेको छु ओके हेलो गरिदेऊ सबैले हेलो गरिदियो एकचोटि हेलो गरिदेऊ भने ओके सो आर यु एक्साइटेड फर गेम एक्साइटेड छौ ओके
रुल्स भनेको चाहिँ रुल्स नम्बर 1 भनेको चाहिँ म एउटा रेखा कोर्छु यहाँ हैन त्यो रेखाभित्र खेल्नुपर्ने हुन्छ जो रेखाबाट बाहिर गयो त्यो आउट हुन्छ है ओके भित्रै बस्नु पर्यो भित्रै सबैको बेलु फुटाइसक्नु पर्यो ओके ओके एक्साइटेड छ गेम खेल्न लागि रेखा पनि कोरिसकेको छु सो गेमको लागि है अनि नानीहरु चाहिँ रेडी छन् आर यु एक्साइटेड फर गेम खुसी लागिरहेछ ओके ओके सबैजना भित्र आउने ओके सबैजना भित्र आउने ओके भित्र आउने ओके बाइक जाँदै बाइक सो बाइकले हल्का डिस्टर्ब गरिरहेको छ हामीले यहाँ सो यु क्यान सी है सबैजना अब एकछिन वेट साइड बाइक आइरहेको छ साइड मिल्छ चलाउनु मिल्छ भित्र एन्ट्री हुने चप्पल लाएर खेल्दा हुन्छ ल भित्र एन्ट्री हुने ओके ल अनि सबै छिटो आइज भित्र छिएर ल म आउँछु ओके यता हेर्ने ओके सुन्नु यता हेर्ने लागि सो म चाहिँ 3 2 1 गो गर्छु अनि सुरु हुन्छ गेम ओके ओके 3 2 1 गो कसो फुटिन्छ बेलुडी हेर्नु सक्नुहुन्छ सो यता पनि हेर्नु सक्नुहुन्छ फुटो त्यो फुटो सो तपाईहरु हेर्नु सक्नुहुन्छ गेमको मजा यस्तो हेर्नु हेरौँ है त ओके कसले जित्छ त गेम ओके हेरौँ भिडियोलाई चाहिँ हेर्नुसम्म हेरिदिनु होला अनि रमाइलो गरिदिनु होला भिडियोलाई वाच गरेर फुटा सक्यो सो अब रहेको छ 3 जना यहाँ कसले जित्छ है त गेम हेरौँ छोटे त्यही घेर बेल्नु छ विनर अफ दिस गेम मिराज राजवंशी छोटु कस्तो लागिरहेछ गेम जितेर सो हाम्रो आजको विजेता चाहिँ छोटु हुनुहुन्छ यहाँ मिराज राजवंशी सो सेकेन्ड भनेको हाम्रो गौरव राजवंशी हुनुहुन्छ सो कस्तो लागिरहेछ सेकेन्ड भएको खुसियाली कति खुसी हो खुसी छौ थर्ड को छ हाम्रो गरिमा राजवंशी हुनुहुन्छ कस्तो लागिरहेछ खुसी छौ ओके सो अब चाहिँ हामी प्राइज दिन गइरहेको छौँ र विजेताहरूलाई चाहिँ प्राइज दिन गइरहेको छु र सो के छ त प्राइज सो लेट्स सी है त छोटे यता हेरेर चीज भन्दैन छोटे छोटे फर्स्ट लाई भनेको यता हेर्दै कपी पेन्सिल स्केल सामान लेजर ओके द्याट्स ओके फर्स्ट यता हेर्दै छोटे 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 यता हेर्दै न पेन्सिल सापमा अलि टाढो चीज भन्दै चीज चीज खोइ सेकेन्ड
तेरा पुरस्कार सेकेन्ड चिज भन्दै खोइ थर्ड एकदम खुसी छ गरी सब्स्क्राइब गर्ने यो च्यानललाई खोइ यता गोरीमा थर्ड होइन गोरीमा यता हेर यता हेर। सो अरू त गर्नु मन दुःख नहोस् भनेर चाहिँ म सबैलाई चक्लेट ल्याइदिन्छु And this boy. चक्लेट ला बाबु ला तेरा पुस्की आलो मेरे को डाल दे शुरू में पुस्की आलो कौन पड़ेगा जुन भेटेको छ त्यही खाने। और भिक्षा में है और कोई वीडियो लाके नहीं हो दादा मलाई भिडियो लाके सो मन परेमा लाइक सब्स्क्राइब अनि शेयर गर्नु चाहिँ नभुल्नु होला अनि यही हो अझै सपोर्ट गर्नु होला अझै योभन्दा राम्रो राम्रो गेमहरू लिएर आउँछु म यो फिल्डमा अनि त्यही हो सो आजको लागि यति नै हो भिडियो सो थ्याङ्क यू एन्ड नमस्ते